मेरो सन्चो हुनुहुन्छ होला। आज आइतबार के छ सबैजनाको दिन राम्रै गयो होला। अब म चाहिँ सानो एउटा भिडियो हालौँ भनेर है। आज सोमबारको धान मनाइ छ, जाम्न टक्क क्यामेरा चाहिँ यसमा है यहाँमा तासेर छातीमा तासेर अनि जानुपर्ने हुन्छ टक्क बाइकमा। सो मैले काम गर्ने ठाउँ चाहिँ देखाउँछु तपाईहरुलाई। आज म मेरो काम गर्ने अफिस भिजिट गराउँछु तपाईहरुलाई। यो भयो, यो चाहिँ तरकारी करेसाबारी भयो। यो फुलहरू अहिले चाहिँ बाटोको काम भइरहेको, यहाँ चाहिँ काम गर्ने बस्नुहुन्छ। यो चाहिँ होटल आरएससी होटल देख्न सक्नुहुन्छ। यो फुलहरू फुलिरहेको छ सबै। यो हो मेरो अफिस, देख्न सक्नुहुन्छ मेरो अफिस। मैले काम गर्ने अफिस हो, भेटनरीको। बाफ्रे धुलो तल आउँछ। म चाहिँ अहिले सोमबारको धान रोप्नेमा जाँदैछु है गाइजहरू। त्यहाँ खाजा खाना लान कि हो, खाजा खाना पाइन्छ कि भन्ने आँच्ने हो। खाजा खाना पाइन्छ कि त्यही पनि जाऊँ न। हिमालमा हल्का बादल लागिरहेको छ गाइजहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ किमचोरको बजार भयो, देखिने किमचोर भयो। अब म चाहिँ यता जानुपर्ने हुन्छ हेरापोखरी साइडतिर। अहिले धान हेर्नु, अस्ति भर्खरै धान रोपे जस्तो लाग्छ। अस्ति भर्खर धान रोपे जस्तो लाग्छ, अहिले भर्खरै पहेँलो भइसक्यो। हिमाल देख्न सक्नुहुन्छ, हिमालमा अहिले बादल लागिरहेको छ। त्यहाँ धान मान्ने कार्यक्रम भइरहेको छ यहाँ पर गाइजहरू है। अन्तिमसम्म भिडियो हेर्नु होला कृपया। मैले मेरो अब सिक्नु पऱ्यो क्या भ्लग बनाउनलाई। एडिट गर्नु नि सिक्नु पऱ्यो पहिला होइन। त्यसमा छोटो भ्लग हाल्नु पऱ्यो क्या। फेसबुकमा मेरो फेसबुक मोनिटाइज भएको छ, भ्युजको हिसाबमा पैसा आउनेवाला छ है मेरो फेसबुकमा पनि। मेरो पहिलो कमाइ चाहिँ के गर्नेछु भने एउटा अलि राम्रो क्यामेरा किन्ने हो। फेसबुकबाट आयो भने सायद, तर आउन चाहिँ कति $0.80 आहा डलर होइन, $0.80 आहा। त्यसले कति नै हो र, कति पैसा, कति रुपियाँ हुन्छ नेपाली? त्यही 10 रुपियाँ समथिङ, 80 रुपियाँ हो। 80 $0.80 त 80 रुपियाँ होइन र, हुनसक्छ। छामा खाजा लिएर हिँड्ने के हो? छिटो हिँडेको छामा, खाजा भोग्ला। अब खाजा लिएर आएको, छिटो लिएर आएको। म त खाजा खान आएको। यहाँ पछाडि बल्ल खाजा ल्याउँदैछन् धान मान्ने। हुन त अब म काम गर्ने र खाजा खानलाई हो। अब हाम्रो यो वर्षको सुरुवात चाहिँ हाम्रो सन्वाबाट गरेको धान काट्ने अनि धान मान्ने के, धान झार्नलाई। अब हेरौँ, बुढाहरूले काम हानिरहेको छन् त्यहाँ मजाले, कडा हाने खान त काम त। अनि तिनीहरूलाई यसो लुकाएर भिडियो बनाउनु पऱ्यो, के भन्छन् सन्वालाई? खै खाजा भन्नु पऱ्यो, सोध्नु पऱ्यो के भन्छन् पनि। पुरै सुडोरो हान्द। भोग्ला है, यहाँ आएको खाजा खान। के गरेको जस्तो अङ्कल? गाह्रो छ है, पेलेसी। के भोक लाग्यो? खाजा खाएन?
बुढबा खाजा खाने खाजा खाजा खान आएको ए खै खाजा खाए झन् ल्याए रे सकिन लागेछ त अनि भएन यति झ्याउलाएर आएको क्या कोही भन्नु आएर आउन्न आज त्यहाँ फोन गर्छ नि त म त आँट्यो